हेलो नमस्ते सबैजनालाई धेरै धेरै स्वागत छ मेरो च्यानलमा। आज पनि म एकदमै मिठो परिकार लिएर तपाईहरुको सामु प्रस्तुत भइसकेको छु। यो चाहिँ एकदमै मिठो रोटी, बाक्लो रोटी तपाईहरुलाई एकदमै मन पर्नेवाला छ यो रोटी। तपाईले ल सुरु गर्नु है त तपाईहरुलाई एकदम मन पर्नेवाला छ। यसको लागि चाहिँ हामीलाई चाहिन्छ दुध। यो वार्म मिल्क अलिकति मनतातो दुध हो। यो चाहिँ मैले 1 कप दुध लिएको छु र त्यही सँगसँगै मैले 1 कप पानी पनि लिएको छु। त्यति नै मनतातो पानी नै, जति दुध लिएको छु त्यति नै पानी लिएको छु। अनि 10 ग्राम जति यो ड्राई इस्ट लिएको छु भने, अनि 1 चम्चा सुगर, अनि त्यसलाई मजाले मिलाइदिनुहोस् एउटा बोलमा हालेर, ताकि त्यो ड्राई इस्ट हाम्रो सबै दुध र पानीको मिक्समा घोल भओस्। र त्यही घोलमा चाहिँ हामीले आधी किलो मैदा पनि राख्ने छौं। र यो मैदालाई चाहिँ मैदापछि हामी अलिकति थोरै आधी चम्चा जति नुन पनि हालेर चलाइदिने छौं। र त्यसपछि हामी सबै ब्याटर एकै साथ मजाले एकदमै बिस्तारै बिस्तारै अघिको ब्याटरमा एकदमै सबैले खुलाएर मिलाएर राम्रोसित डो बनाउन जाँदै छौं। र यतिको भइसकेपछि चाहिँ तपाईले अब यसमा के थप्नु पर्छ भन्दाखेरि तपाईको घरमा भएको जे पनि तेल छ त्यो तपाईले यसमा एड गर्न सक्नुहुन्छ। 2 चम्चा जति ओइल चाहिँ राखेर तपाईले फेरि मुस्नु पर्ने हुनेछ एकदमै, किनकि नरमको लागि मैले चाहिँ ओलिभ ओइल लिएको छु। र तपाईको घरमा जुनसुकै तेल भए पनि त्यसको केही फरक पर्दैन है। सनफ्लावर ओइल भए नि हुन्छ, जे तेल भए नि हुन्छ। र यसले तेल हालेर फेरि मजाले यसले मिलाउनुहोस्। तेल हाल्नुको कारण चाहिँ एकदमै यसलाई सफ्ट बनाउनको लागि हो। हेर्नुस् कति राम्रो भयो। अब एकछिन यसलाई चाहिँ अब यो डो रेडी भइसकेको छ। हेर्नुस् तन्किँदा नि एकदमै राम्रोसित तन्किएको छ। र यसलाई चाहिँ हामी अब मजाले आधी घण्टा जति चाहिँ अब तातोमा राखिदिन्छौँ। र माथि तेल लाउनु चाहिँ यो चाहिँ इम्पोर्टेन्ट काम हो है। माथि तेल लाउनु भएन भने चाहिँ माथि पुरै जम्छ, सारो भन्छ। अनि त्यसैले अब यो एकदमै हामीले चाहिँ यो छोपेर क्लिन फोइलले छोपेर चाहिँ अलिकति तातो घाम लाग्ने ठाउँमा चाहिँ आधी घण्टा या 1 घण्टाको लागि चाहिँ छोड्दिनुस् र मजाले फुल्छ। हेर्नुस् त कति मजाले फुलेको। अब यो फुलेको छ र अब हामी हेर्नुस् कस्तो दामीले फुलेको छ है यो। अब चाहिँ हामी यो डोलाई निकालेर मजाले बेल्ने छौं है, किनकि हाम्रो यो डो चाहिँ फुलेर एकदमै रेडी भइसकेको छ। यसले सानो सानो भागमा लगाऊ, धेरै ठुलो पनि हैन धेरै सानो पनि हैन, ठिक्कको मिडियम साइजको चाहिँ काटेर चाहिँ तपाईले एकवटा सानो सानो डल्लो बनाएर चाहिँ रोटी बेल्नु पर्ने हुन्छ है। हेर्नुस् कस्तो राम्रो छ यो रोटी, बेल्दाखेरि कस्तो राम्रो मुलायम भएको छ। हाम्रो डो एकदमै राम्रो बनेको छ। यसबाट थाहा हुन्छ कि हाम्रो रोटी पनि राम्रो बन्नेवाला छ भनेर। अब यसरी गोलो बनाएर हातले यसलाई शेप दिएर फेरि 10 मिनेट जति छोप्दिनुस् है। 10 मिनेट छोप्दिनुस्, तातोमा यति नै छोड्दिनुहोस्। र 10 मिनेट पछि चाहिँ अलिकति माथिबाट यो मैदा छड्केर चाहिँ तपाईले मजाले बेलनले मजाले बेल्नुहोस्। र धेरै पातलो पनि नगर्नुस् है, अलि बाक्लो बाक्लो ठिक्कको चाहिन्छ नि हामीलाई फेरि, किनकि धेरै पातलो भयो भने पनि राम्रो देखिदैन, यो फुल्छ। किनकि हामीले यसमा इस्ट हालेको छौं। र सरी हेर्नुस् है त, यतिको बाक्लो चाहिँ हुनुपर्छ है, यतिको बाक्लो चाहिँ हुनुपर्छ। अनि सबै यसरी नै बेल्नुस् तपाईहरुले। अब हाम्रो प्यान पनि रेडी भइसकेको छ। तपाईले चाहिँ रोटी बनाउँदाखेरि कुनै पनि ओइल, बटर, घिउ अहिले कुनै पनि नहाल्नुस् है। ड्राईको लागि एकदमै सानो ग्यास राखेर चाहिँ प्यानमा, तपाईको घरमा जे पनि प्यान छ नन स्टिकी प्यान, मैले चाहिँ कास्ट आयरनको प्यान लिएको छु। र बिस्तारै सानो ग्यासमा चाहिँ उल्टाइ पुल्टाइ गर्नुपर्छ यसले चाहिँ। हेर्नुस् त कस्तो राम्रोसित ल। अब बिस्तारै यो फुल्छ दायाँ बायाँ, हामीले तलमाथि बिस्तारै उल्टाइ पुल्टाइ गरेर बनाउनु पर्ने हुन्छ। र ब्राउन पनि भइसकेको छ, माथि कस्तो राम्रोसित फुलेको हेर्नुस् त ल। अब माथिबाट फुलेपछि हामी फेरि यसलाई एकचोटि पल्टाइदिने छौं, किनकि राम्रोसित चारैतिर यसको चाहिँ यो ब्राउन हेर्नुस् त कस्तो राम्रो टोस्ट निक्लिएर आएको छ, गोल्डन कस्तो राम्रो क्रन्ची देखिसकेको छ, एकदमै राम्रो फुलेर भित्रको हेर्नुस् त मुलायम सफ्ट पनि छ भित्र र बाहिर अलिकति क्रन्ची टाइप्सको गोल्डन पनि देखेको छ, कलर पनि एकदमै राम्रो भएको छ। तपाईहरु पनि यसरी नै बिस्तारै बिस्तारै सानो ग्यासमा उल्टाइ पुल्टाइ गरेर बनाउनुस् है, एकदमै राम्रो छ। अझ यो रोटी तपाईले आलुको तरकारीसँग, आलुदमसँग चाहिँ खाँदाखेरि एकदमै मिठो हुन्छ, झन् एकदमै मिठो हुन्छ। हेर्नुस् त कस्तो राम्रो बनेको, हेर्दै खाउँ मन लागिसक्यो है। अब हाम्रो रेडी भइसकेको छ यो रोटी चाहिँ। अब यसको माथिबाट चाहिँ तपाईले
बटर छ भने बटर हालिदिनुहोस्, तपाईँको घरमा घिउ मनपर्छ भने तपाईँले घिउ पनि हालिदिनुहोस्। अनि तपाईँको घरमा खोर्सानी छ भने ड्राई खोर्सानी है, फुटेको खोर्सानीको पाउडर चाहिँ अलिकति माथिबाट छर्किनुहोस् र धनियाँ पार्सली जे पनि छ माथिबाट टक्क छरिदिनुहोस्। अनि त्यसपछि हाम्रो रोटी रेडी हुन्छ खानको लागि है त। यो यत्तिकै खाँदा पनि एकदमै मिठो छ है। तपाईँहरूले अब तरकारीसँग, आलुको तरकारीसँग, आलुदमसँग र जामसँग, बटरसँग, घिउसँग जेसँग नि मिसाएर खान सक्ने हुनेछ। एकदमै मिठो भएको छ। तपाईँको फ्यामिलीसँग, साथीभाइसँग यस्तै रोटी, यही रोटी बनाएर खानुहोस्। अनि थ्याङ्क यू सो मच फर वाचिङ यु गाइज। प्लिज सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा। यस्तै सानो सानो परिकारहरू लिएर म तपाईँको सामु फेरि प्रस्तुत हुने नै छु है। त्यतिको दिनसम्म धेरै धेरै धन्यवाद। अनि यो रोटी एकदमै मिठो बनेको छ। तपाईँहरू पनि यसरी प्लिज पक्कै पनि बनाएर खानुहोस्। हस् त, थ्याङ्क यू, धन्यवाद।